जेनजी आन्दोलनमा तपाईँ फिल्डमा हुनुहुन्थ्यो हो? थिए। तपाईँ माथि पनि छानबिन हुनुपर्छ भनेर धेरैले पनि माग गरिरहनु भएको थियो होइन, किनकि घुसपैठ भयो, रासोपाले गर्यो, विभिन्न अदालतहरू रासोपाले जलायो होइन, विभिन्न कार्यालयहरू रासोपाले जलायो, किनकि सरकारलाई भनेको थियो कि प्रतिशोध भयो भनेर। यो विभिन्न दलहरूमाथि प्रश्न उठाउने र त्यहाँको उपस्थितिमाथि चाहिँ जुन सङ्ख्याको घेरामा चाहिँ लैजाने प्रयासले यो जेनजी आन्दोलनको नै मुद्दालाई कमजोर बनाउने प्रयास हो। यस विरुद्ध तपाईँ हामी सबै उभिनुपर्छ। म त अझै भन्छु जेनजी क्रान्ति हो एउटा, त्यो क्रान्ति भनेको नेपालले तेस्रो जनआन्दोलनको रूपमा यसलाई हेर्नुपर्छ, यसलाई संस्थागत गर्नुपर्छ, यसलाई वैधानिकता प्रदान गर्नुपर्छ र भदौ 23 र 24 गतेको घटनालाई हामीले उस्तै ढङ्गले हेर्न मिल्दैन। भदौ 23 गते जुन भाद्र 23 गते जेएनजी समूहका अग्रपङ्क्तिका नवयुवा साथीहरू सडकमा आउनु भएको थियो। उहाँहरू शान्तिपूर्ण ढङ्गले विद्रोह गरिराख्नु भएको थियो, सुशासनको वकालत गरिराख्नु भएको थियो, भ्रष्टाचार विरुद्धको आवाज उठाइराख्नु भएको थियो र त्यसमाथि सरकारले दमन गरेर अपराध गरेको हो, हत्या गरेको हो, गोली चलाएको हो। त्यो अपराधमाथि अनुसन्धान हुनुपर्छ, कानुनको दायरामा, कारबाहीको दायरामा आउनुपर्छ। यो भन्दै गर्दा जेएनजी भाइ बहिनीहरूमाथि चाहिँ यो विध्वंसको, आगजनीको, तोडफोडको चाहिँ दोषारोपण गरिनु हुँदैन भन्ने कुरामा म स्पष्ट छु। यसमा परिवर्तन के भयो त? खै त भदौ 24 गते भएको विध्वंस, आगजनी, तोडफोडमाथि पनि अनुसन्धान हुनुपर्छ। त्यसको दोषारोपण चाहिँ जेएनजी भाइ बहिनीहरूमाथि